महत्त्वपूर्ण जानकारी। दुर्गा सप्तशती चण्डीमा 700 श्लोक छन्। त्यसमा ती श्लोक मध्ये झको अक्षर चाहिँ दुर्गा सप्तशतीको प्रथम अध्यायमा एउटा मात्रै छ र तपाईहरुलाई ऋणले रोगले धेरै कुरा बाधाले विघ्न भएर मन खिन्न भएको छ भने यो श्लोक पाठ गर्नु होला। रोगा न शेषा न पहंसि तुष्टा रुष्टा तु कामन् सकला न विष्टान् त्वमा शीर्तना न विपन्नराना त्वमा सीतया सहितं पर्यान्ति। यो श्लोक पाठ गर्नाले रोग ऋण दुःख नाश हुन्छ। भरसक यसलाई पुटिक बनाएर पाठ गरे झन् राम्रो। र यदि पाठ गर्न सकिएन, अनुकूल मिलेन, आउँदैन भने यही भिडियोलाई डाउनलोड गरेर राखेर बिहान बेलुका सुन्नु होला। सुन्दामा पनि पाठ गरेर जस्तै फल प्राप्ति हुन्छ है। र यतापट्टि धन सम्पत्तिको इच्छा छ, छोरा भएका छैनन्, छोराको इच्छा छ, सन्तान होस् भन्ने इच्छा छ, सम्पत्ति मान पद प्रतिष्ठा पाउन जागिरी पाएको छैन भने, विद्यामा पास भएको छैन भने, जागिरी पाएको छैन भने पनि यो श्लोक पाठ गर्नु होला। सर्वबाधा विनिर्मुक्तो धनधान्य सुतान्वित मनुष्यमद प्रसादेन भविष्यति न संशय। यो श्लोक पाठ गर्नाले सारा दुःखहरू नाश भएर धन धान्य युक्त र आफ्नो सन्तान पनि बढेर जान्छ। र अनि अब चण्डीमा यी 700 श्लोकहरू छन्। यस्ता श्लोकमा जे कुरा लेखिएको छ त्यही कुराको चाहिँ पाठ गर्नाले चाहिँ खाली भएको ठाउँमा पूर्ण हुन्छ है। र यी श्लोकहरू सबै आफैले पाठ गर्नु, नसके गुरुद्वारा पाठ गरेर सुन्नु, त्यो पनि सकिँदैन, अनुकूल मिल्दैन। अब जागिरे भए अफिसमा जानुपर्छ भने यही श्लोक चाहिँ अहिले भनेका श्लोकहरू चाहिँ डाउनलोड गरेर बिहान बेलुकै सुन्नाले पनि सारा दुःख रोग कष्टबाट छुटकारा पाइन्छ र फसेको लगानी उठ्छ। छोराछोरी भएका छैन भने छोराछोरी छन् भने र कुनै काममा लागेका छैन भने, पढाइ लेखाइमा अवरोध भएको छ भने पनि यो चाहिँ सुन्नाले शान्त भएर पढ्नमा चित्त लाउने छन्। सारा रोगहरू दुःखहरू बाधाहरू विघ्नहरू कष्ट नाश हुनेछ। शत्रुले बाधा गरेको छ भने यो पाठ गर्नु होला। शत्रुतो न भयं तस्य दस्युतो वा न राजत न शस्त्र न तो योगात् कदाचित सम्भविष्यति। यो श्लोक चाहिँ जसलाई शत्रुले बाधा गरेछ, जसलाई हतियारको चोट लागिरहन्छ, जसलाई चाहिँ पेट दुखिरहन्छ अर्थात् टाउको दुखिरहन्छ अर्थात् शरीर दुखिरहन्छ भने यो श्लोक पाठ गर्नाले शान्त हुनेछ। ज्योतिषविद रामकुमार कार्की।